हेलो गाइस, थर्ड डे दसैँको। सो आई होप तपाईँहरूको राम्रो चल्दै होला दसैँ होइन। अनि आजको भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ हिजो अस्तिसम्म चाहिँ घरमा नै अब हाम्रोमा पनि टिका लाउनु आएको थियो। अस्तितिर हामी टिका लाउनु गयो हो। आज चाहिँ आमाको घरपट्टि जान आँटेको टिका लाउनु लागि। आमा यहाँ हुनुहुन्छ होला आमा? हेलो। अब बाबा त गाडी निकाल्नु जानिसक्नुभयो। तर के भन्नुहोस् न, यहाँनिर रड्डीको रहेछ, पानी परेको छ हो। अब यस्तोमा चाहिँ जानु पर्दैछ हो। अब तपाईँहरूलाई बिच बाटोमा अलिअलि देखाउनु पायो भने देखाउँछु। अरेल चाहिँ सामान पुरै छ नि त, त्यो लगेर तपाईँहरूलाई जहाँनिर आज टिका लाउनु गएको त्यहाँनिर भेट्नु छ है गाई चाहिँ। अलि हान्नुले यहाँनिर हेर्नु न गाइस, पानी परेर अब यहाँनिर सामानहरू छ। बाबाले त आधी लगेर गयो सामान हो, मेरो सामान पनि त्यहाँ छ। पानी परेर यस्तो बिजोग भइरहेको छ, देख्न सक्नुभयो। तपाईँहरूलाई म एकछिनमा भेट्नु छु है गाई चाहिँ। गाइस फाइनली आइपुगेँ। अब यस्तो झिजो भयो कि अब के भन्नु, जाम चाहिँ यो दार्जिलिङ चाहिँ युएसको टाइममा नआए पनि हुन्छ हो। लगभग हामी घरबाट हिँडेको 12 बज्न आँटेको थियो होला, 12 नागेर होला, 4 बज्न आँट्यो कि कति बज्न आँट्यो। छक्कै पर्छ कि हान्नु नि। फेरि आउँदा आउँदै यहाँनिर टुटुका उठिरहेको छैन। फेरि जाममा गाडी अलिकति स्टार्ट भएन, त्यो उयो गर्दाखेरि रडी भयो। केही पनि छैन, छेमाहरू त अघि आइपुग्नु भयो अरे हो। छेमाहरूलाई भेट्ने, आफ्टर द्याट चाहिँ टिका लगाएर कर्सिङमा जाने। यहाँ चाहिँ घुममा चाहिँ हाम्रो आमाको मामा हुनुहुन्छ नि त, मेरो चाहिँ मामा बाजे। सो यहाँनिर चाहिँ अब टिका सिका लगाएर त्यहाँ चाहिँ कर्सिङ जाने। अब यहाँनिर फ्यामिली को आउनु भएको छ तपाईँलाई म भेटाउँछु है। यहाँनिर छ हो, यहाँनिर आमाहरू झर्नुभयो। त्यहाँ हुनुहुन्छ माइजू, मामाहरू त्यहाँ हुनुहुन्छ। र मामाको छोरा र बुहारी। ल रोके मामा। हेलो छेमा। आमाको बहिनी चिन्नुहुन्छ होला। अब यहाँनिर लु हाम्रो काका हजुर हुन्छ, के हुँदैन हजुर। यहाँनिर हाम्रो अजी, यतानिर चाहिँ हामी अजी भएकोमा आएको, अझ र अजी भएकोमा आएको टिका लाउनु। आमाको मामा र माइजू यहीँ हुनुहुन्छ। लु हेलो छेमा, यहाँ देखाइदिइहालौँ हाम्रो राम्रो छेमा। त्यहाँ कपाल अलिकति यस्तो गरिदिनु, फुल चिप्लिला फेरि। यहाँनिर काका छेमालाई त देखाएँ मैले भर्खर हो। काका यहाँ हुनुहुन्छ। अब काकाको मैले जाने हामी चाहिँ कर्सियङ। यहाँ हाम्रो निसी बाबा नि भर्खर देख्दैछ मलाई। यहाँ चाहिँ टिका लगाउनु हुँदैछ। हाम्रो बाबा चाहिँ लगाउनु भयो, आउने बित्तिकै छेमाले अघि लगाउनु भएको थियो। अब म चाहिँ लगाउन आँटेको टिका हो। अहिले चाहिँ बिटु भाइले लाउँदैछ टिका। बिटु भाइ भनेको चाहिँ आदित्य प्रधान है। आदित्य प्रधानको निकनेम चाहिँ बिटु भाइ हो। योपालि सिङ्गल छौ, अर्को पालि डबल भएर आउनु। त्यसको अर्को साल ट्रिपल। अर्को साल ट्रिपल है। मैले चाहिँ टिका लगाएँ यहाँनिर हो। अब अजीले भर्खर मपट्टि घुमाएँ भन्दै थियो, अजीलाई देखाइदिउँ न। यहाँ चाहिँ अजी हो। अब अजीले भरे कर्सिङमा लगाइदिन्छ। यहाँ हाम्रो माइली, यहाँ के माइजू अजी, मामा बाजे भन्दै आएको नि त म। यहाँ चाहिँ टिका लगाउन आएको म। अब अजीले चाहिँ मलाई कर्सिङमा लगाइदिनुहुन्छ हो। एक्चुअलमा घर चाहिँ 3 धारे हो, तर अहिले 3 धारेमा हुनुहुन्न, त्यहाँ बस्नु हुँदैन। अन्त हामी चाहिँ कर्सिङमा छु, त्यसले गर्दा अहिले भरे गएर कर्सिङमा लगाउने। यहाँनिर चाहिँ अब बाबाहरूले पनि लगाइदिनु हुँदैछ। यहाँ छेमा बहिनी र भाइलाई। काका चाहिँ यहाँ हुनुहुन्न। काका कहाँ हुनुहुन्छ अहिले? पार्किङ। गाइस अब टिका सिका लगाइसक्यो हो। अब अलिअलि खाना खानु पर्यो होइन। अब तपाईँलाई तल लाँदैछु होइन, त्यहाँ हेर्नुहोस् ल के कस्तो हुन्छ। त्यहाँनिर कुकुरहरू चाहिँ क्या दामी दामी छ नि। यहाँको त हाम्रो पनि पहिला थियो हो। यहाँबाट चाहिँ उयो तल घुम दामी देख्छ हो। यहाँ माथि गयो भने चाहिँ घुम जिआरडी पर्छ हो। यहाँ तलदेखिको चाहिँ घुम, त्यहाँ पर बजार हो। टुटुल्का हेर्नु न, दामी उठ्यो नि हौ। किचन हो, सबैले खाना खाँदै होला यहाँनिर। नानाले त खाना पनि खान थालेछ त्यहाँनिर। यहाँनिर छ हाम्रो, हेर्नु न गाइस दामी छ नि।
यसको नामै बिर्सेँ मैले अर्को पनि छ हो यो पनि छ दुईटा छ के हो नाम बिर्सेँ मैले हाम्रो पहिला गाई जस्तै थियो अहिले चाहिँ छैन घरमा कुनै पनि हो हेर्नु न रुम उयो पनि कत्रो बनाइदिएको छ खोर पनि मामा त्यो अर्को के भयो डाल्मेसन ए डेन छ है त्यो रेड डेन डोरा यो चाहिँ यसको नाम चाहिँ डोरा हो हेर्नुहोस् यहाँ निक्लिनु खोजेको यसको नाम चाहिँ के हो उसको डाइना यसको डोरा अर्को त्यसको डिगो अब यहाँ गएर खाना खाइहाल्ने हामी चाहिँ हो न के खानुभयो ए सकेछ छेमाले पनि सक्नु आँटेछ भन्नु हुँदैन है बाबा र काकाले खाना आँटेको छ अब चाहिँ खाना आँटेको हो भोक चाहिँ डरलाग्दो लाग्यो अब 12 बजी घरमा खाजा मात्रै खाएर निक्लेको होइन अब खानामा सिम्पल म त माछा र कुखुरा मात्रै खाने हो हेर्नुहोस् है अब फेरि हिजो भनेको जस्तै दसैँ त के अरे रक्सी बिना दसैँ नै होइन अरे नि त हो अब हेर्नुहोस् यहाँनिर सादा मिठो हो न्युटेलाको अचार माछा चिकन छेमाले खाइसक्नु भयो आमा यहाँ बाबा त्यहाँ दसैँ चाहिँ अब यो बिना चाहिँ रमाइलो होइन अरे ब्लेन्डर पाइट्स अन्त फेरि यहाँनिर भैँसीको मासु भात खाइहाल्ने हो भात खाएर तपाईँलाई एकछिन भेट्छु लाग्दो लाग्यो नि त है गाइस अब चाहिँ हामी लाग्नु आँट्यो हो खानापिना पनि सबै भयो जाडो चाहिँ यहाँ डरलाग्दो जाडो रहेछ महिना नै थियो ननाल चिन्नु होला होइन सो अब चाहिँ म सानो अब छेमाले लास्ट टिका लगाइने हुँदैछ यहाँनिर त्यहाँपछि चाहिँ हामी पर्सेन्टतर्फ लाग्ने टोटलमा दुख्दैछ गाइस अझै टिका लगाइदिनु हुँदैछ छेमाले आशीर्वाद दिनुहोस् राम्रो अर्को वर्ष बिदा होस् छेमालाई बुहारीले फेरि उयोमा राख्दा चाहिँ अहिले कस्तो गाइस अब सबै कुरो यहाँ सक्यो हो टिका पनि छेमाले लास्ट लगाइदिनु भयो अब चाहिँ जहिले दसैँको एउटा कुरो त के अरे रक्सी बिना दसैँ हुँदैन अरे अब अर्को कुरो चाहिँ फोटो बिना दसैँ हुँदैन अरे हो अब फोटो खिच्न आँटेको छ हो त्यहाँ पछि चाहिँ फोटो खिचोस् लास्ट हामी तपाईँहरूलाई कर्सियङमा गएर भेट्नु चाहिँ गाइस तपाईँहरूलाई है गाइस अब भयो फोटो सेसन पनि अब चाहिँ हामी यहाँबाट निस्केको अब मेन कर्सियङ चाहिँ पुग्दा टाइम लाग्ने रहेछ किनभने अलरेडी 5 हो अब कर्सियङ जाम भेट्दा के गर्दा 7 बज्ने रहेछ सो अब बेलुका कर्सियङ चाहिँ रातिको नै हुने रहेछ अब के भन्नु भिडियो क्याप्चर चाहिँ भ्लगिङ चाहिँ सो तपाईँहरूलाई अब डाइरेक्ट कर्सियङमा भेट्नेछु अझै हजुर जो ल हुन्छ छेमा काकालाई भेट्दिनँ काका सोध्दै थियो भनिदिनु ल गाइस तपाईँहरूलाई अब कर्सियङमा भेट्दैछु है A few moments later. गाइस फाइनली आइपुगे हामी चाहिँ घर आफ्टर अ लङ राइड यति डरलाग्दो जाम भयो आज चाहिँ हो प्लस पानी चाहिँ यति डरलाग्दो पर्दैछ कि यहाँनिर तर भए पनि छेमाको घर आइपुगेँ यहाँ चिन्नुभयो होला छेमाको घर अस्ति पनि म आएर यहाँनिर देखाएको थिएँ बेलुका हो अन्त आउने बित्तिकै यहाँ नाना चाहिँ डरलाग्दो मनी काउन्टिङ हुँदैछ हो हेर्नुहोस् है पैसा भन्ने त्यो हो लु गाइस धनी भयो यहाँ ऊ हेरिहाल्नुहोस् त्यहाँ छेमा यहाँ लुगा पनि फेरिसक्यो हो अन्त हेर्नुहोस् न यहाँनिर अर्को कुरो डिएचआर रेल यो चाहिँ हाम्रोमा चाहिँ यो मात्रै छ हो इन्जिन मात्रै यहाँ चाहिँ इन्जिन प्लस यो पनि छ डब्बा पनि छ हो अनि अब चाहिँ सबैजना आइपुग्यो भनौँ आमा यहाँ हुनुहुन्छ आमा पनि आएर हत्तु भिजेर सबैजना लुत्रुक्कै हो अल्छेमारको घर देखायो भने चाहिँ अब अहिले यतिकै छ बाबा पनि यहाँ लुगा फेर्नु हुँदैछ लथालिङै छ दसैँ भाइब्सले गर्दाखेरि यो भिडियो पनि म अब यहीँ नै एन्ड गर्छु भनेर सोचेको किनभने हत्तु भइरहेको छ आज टिका नलगाउने हो भोलि नै अझै हातको टिका लगाउने एन्ड टुमरो विल बी द 4th डे अफ दसैँ दसैँको 4th डे हुन्छ अनि त्यस्तै प्रकारले दसैँ पनि भोलि समाप्त हुन्छ होला भोलिको भ्लगमा अनि अहिलेको लागि चाहिँ वी आर गोइङ टु टेक रेस्ट नाना अझै पैसा गन्दैछ है नाना धनी भएछ हेर्नुहोस् है अब हेरिहाल्नु गाइस माई गड मनी मनी वाह गड नाना 500 त सानो डरलाग्दो छैन त अन्त अहिले मेरोमा हेऱ्यो भने 50 र 100 मात्रै होला सो यही भन्दै गाइस आई एम एन्डिङ दिस भ्लग टुडे आई विल मिट यु अगेन इन द नेक्स्ट भ्लग
त्यति बेलासम्म एभ्रिवान टेक केयर, गुड नाइट, स्टे सेफ, दसैँ राम्रोसँगले मनाउँछ होला। अहिलेको लागि बाई बाई। ओके गाइज टेक केयर, बाई बाई।